नमस्ते सम्पूर्णमा। यतिखेर हामी पुइया जाने बाटो आएका थियौँ। पुइयाबाट माथि चढ्दैछौँ हामी। यहाँबाट यो बाटोबाट हेर्नुहोस्, यो लाग्ने बाटो हाम्रो सरहरू हुनुहुन्छ, हेड सर माथि हुनुहुन्छ। यो बाटोबाट माथि जाँदाखेरि हाम्रो ट्याक्क फेरि डाउन भयो भने मुचु गइन्छ। यो चाहिँ यता भयो, ऊ त्यो पारी देखिने त्यो चाहिँ चालाको लेक, चाला जाने बाटो। साँच्चै नै हाम्रो नेपाल चाहिँ एकदम सौन्दर्यताले भरिपूर्ण भएको एउटा श्री च्याट्टा 16 सिङ्गारले भरिएकी सजिएकी नारी जस्तै हाम्रो देश नेपालको यस भौगोलिक बनावट रहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ, अत्यन्तै सुन्दर भूगोल छ यहाँ चाहिँ। हामी चाहिँ उकालोमा हिँडिरहेका छौँ। यो भ्लग बनाउँदा सरहरूले पछाडि छोड्नु भएको छ। म अब दुगुरेर सबभन्दा फर्स्टमा जानेछु। हेर्नु होला है।